मेथी प्याज तेजपत्ता गरेर अनि त्यसपछि हाल्ने भनेको मसरुम ठुलोवाला कि ठुलो खालको होइन त्यो चाहिँ के हो बेसार दुश्मनी सब चलाउने को दुश्मनी मसँग दुश्मन छ र आन्टीलाई भन्दैछु कि आउनै छोडो नि दुश्मनी छ कि त्यसपछि मजाले चलाउने अनि एकछिन छोडिदिने हल्का पाक्न दिने कराई बाङ्गो हो भने सिधा बनाउने कराई बाङ्गो हो भने सिधा बनाउने सहज होइन कहिले कराई बाङ्गो हुन्छ त्यो बाहिर आफै पकाउनु हुन्छ पकाएकै खानु पकाएको खान्छु पकाउनु मिल्दैन नि हौ त्यही भएर गाह्रो छ दिमाग खराब आउँदैन कि पकाउँछु होइन हौ त्यो पकाउने सिस्टमै छैन क्या हाम्रो कम्पनीमा क्याट्रिङमा जे पकायो त्यही खानु कम्पनीभित्रै ए बाहिर पनि किनेर जे मन लाग्यो त्यही खान पाइन्छ पाउनु त र भित्र चाहिँ पकाउनु पाइँदैन अरू साथीको रुममा गएर पकाउँदै हुन्छ अब एकछिन छोप्ने भात पाकिसक्यो यता हाम्रो मसरुम पाउँदैछ भाइको भात पाको एकछिन छोप्ने 2 मिनट जस्तो होइन 2 मिनट जस्तो छोप्ने 2 मिनट छोपेको बेला आफ्नो काम अरू के छ त्यो गर्छ होला धुलो खोर्सानी र मसला हल्का ल्याउने हल्का चलाएर हाल्नु खोज्न अब टमाटर एउटा हाल्ने एउटा त धेरै काजु एउटा पनि हाल्नुपर्छ नि एउटा काजु त्यो माछा बिग्दैछ क्या केटा हल्ला गर्छ चलाउनु धुलो खोर्सानीको धुलो र हल्का मसला हाल्नु मेरो छोरीलाई मनपर्छ है च्याउ र भातको भुजिया आउँदैन हो सुक्खा हो अनि सुक्खा कति भातसँग मुसेर माया सुक्खा है मलाई सुक्खा मनपर्छ थोरै खाने मिठो खाने थोरै खाने मिठो खाने धेरै खाएर के रातिको चाहिँ त्यति के हो फेरि तेल त्यति बेला तेल हाल्नु नि गरम भयो
ए कम भएको खण्डमा तेल हाल्नु कतिवटा ए तेल चाहिँ किन हालेको भन्दा हल्का ग्रेभ युज गर्नु नि त जानेर खाना नि टेस्ट हुन्छ तेल कम भयो भने जस्तो आफूलाई त्यस्तो तेल कम भयो जस्तो लाग्यो भने हल्का तेल हाल्दा हुन्छ अदुवा लसुनको पेस्ट पनि हालिसक्यौँ त्यसबाट अदुवा लसुन मात्रै होला होइन जिरा हल्का जिरा पनि हो हालियो हल्का सोच्नुपर्छ अब यसको छोप्नुपर्छ लसुनको दाई आउँदैछ उता चाबी हलाउँदै के हो दाई ओ आइसक्यो त 8 मिनट हालेपछि रेडी हुन्छ त्यो चिज चाहिँ एकपल्ट चलाउँदै गर्ने होइन हल्का ग्रेभ मनपर्छ भने पानी हाल्दा पनि हुन्छ पानी हाल्नु लड्छ रे के हालेको तपाईँको 2 मिनट यति भएपछि हामी अब पानीलाई हल्का सुक्न गरेको जस्तो लाग्छ त्यसपछि रेडी हुन्छ हाम्रो